Hello, good morning. Welcome back to my channel. आज फेरि पनि म नयाँ भिडियो लिएर आइराखेको छु र आज चाहिँ मेरो भिडियोमा चाहिँ तपाईहरुले के देख्नु पाउनुहुनेछ। अस्तिको यो भन्दा अगाडिको भिडियोमा चाहिँ तपाईहरुले मेरो घरको काम अनि मेरो अलिकति ड्युटीको झलकहरु देखाएको थिए र आज चाहिँ म तपाईहरुलाई के देखाउने छु मेरो व्हाट इज माई जब भनेर अनि मेरो अफिसको कोलिग्सहरु अनि मेरो अफिसमा के कस्तो काम हुन्छ त्यो तपाईहरुलाई म देखाउने छु। ड्युटी जाँदा जाँदा चाहिँ मैले यहाँ यति राम्रो फुलहरु देखेँ आन्टीको है। थाहा छैन यो फुलको नाम चाहिँ के भन्छ, तपाईहरुलाई थाहा छ भने कमेन्ट गर्नु होला। अनि मैले अलिकति खिचेको। हामी चाहिँ अन द वे ड्युटी हो। मेरो साथीहरु सबैलाई भेटे। अब हामी चाहिँ तीनजना जान्छौँ यहाँबाट। हेलो हाय गुड मर्निङ। मेरो सायद यंगेस्ट ब्रदर होला है। ऊ चाहिँ मेरो छोराको एज लगभग तर साइनामा चाहिँ पर्छ उसलाई मैले भाइ जान्दैछौँ। 3 बहिनी र 1 भाइ। अलराइट, हामी ड्युटीको गेट पनि पुगिसक्यौँ। ड्युटीको गेट त के अब हामी हाम्रो अफिसतर्फ इन भइसक्यौँ है। अन्तखेरि म चाहिँ तपाईहरुले सोच्नुहुँदै होला कहाँ काम गर्छु कुन चाहिँ कम्पनीमा भन्दा चाहिँ म चाहिँ हाम्रो जयश्री ऋषिहाट टी एस्टेट भन्नेमा गर्छु। यो चाहिँ टी गार्डन हो है। यहाँ चाहिँ मैले अस्ति नै तपाईहरुलाई भनिसकेको छु मेरो लास्ट भिडियोमा। म चाहिँ स्टोर इन्चार्ज हो है। यहाँ मेरो साथीहरु चाहिँ उनीहरुको आफ्नो आफ्नो टेबल उनीहरुको आफ्नो आफ्नो चौकी थामेर बसिसक्नु भयो र यहाँ हाम्रो के भन्छ मेरो आङ्गी है परिना आङ्गी हुनुहुन्छ। उहाँको नाम चाहिँ उहाँ चाहिँ अलरेडी आएर पनि ऊ एकदमै उसको काम रिलेटेड के अरे यो फोनमा गफ गर्नु हुँदै रहेछ हो। अनि यो चाहिँ क्याबिन जसमा कि ताला लगाएको छ यो चाहिँ हाम्रो बडाबाउको क्याबिन हो। यहाँ चाहिँ अहिले बडाबाउ आउनु भएको छैन। अनि यो चाहिँ हाम्रो बडा साहबको क्याबिन हो। अहिले कोही पनि आउनु भएको छैन। फर्स्ट चाहिँ हामी नै पुग्नुपर्ने हुन्छ नि त है। र यहाँ चाहिँ हाम्रो अकाउन्टेन्ट साहबको हुनुहुन्छ है। यो चाहिँ यहाँ बसेर चाहिँ म काम गर्छु होइन। म मात्रै होइन हामी सबैजनाले नै काम गर्छौँ। अनि यो चाहिँ हाम्रो कम्प्युटर रुम र फर्स्ट अफ अल अफिस एन्ट्री हुनु बित्तिकै हामी चाहिँ हाम्रो सुरुवात चाहिँ केदेखि हुन्छ सिग्नेचरदेखिको हुन्छ। हामी चाहिँ सिग्नेचर गरेर त्यहाँदेखिको आफ्नो आफ्नो सिग्नेचर हान्यो गयो। अनि हाम्रो यो चाहिँ हो शिव मन्दिर। हाम्रो यो कम्पनीबाट बनाइएको उहिले बनाइएको शिव पार्वतीको मन्दिर म तपाईहरुलाई यहीँबाट दर्शन गराउँदै रहेको छ। हाम्रो डिस्पेन्सरी यस्तो छ हाम्रो डिस्पेन्सरी। यहाँ चाहिँ हुनुहुन्छ नर्स दिदीहरु यहाँ हुनुहुन्छ। हेलो गुड मर्निङ। हाम्रो चाहिँ यस्तो फेसिलिटीहरु पनि छ। यहाँ चाहिँ डाक्टरको टेबल है बेडहरु 2टा बेड छ। वेटिङ एरिया पनि यही छ। नर्स दिदीहरु हो। अस्तिको भिडियोमा मैले चाहिँ अंकललाई तपाईहरुको मार्फत फिलिक्कै देखाएको थिएँ। अंकलको बारेमा म चाहिँ तपाईहरुलाई 1-2 शब्द भन्छु है। म चाहिँ हुनु चाहिँ यहाँनिर जनवरीमा जोइन गरेको हैन। ड्युटी जनवरीमा आएको हो। तर अंकल चाहिँ यहाँ हुनुहुन्छ। म चाहिँ यहाँ स्टोरमा खास मेरो डिपार्टमेन्ट चाहिँ स्टोर हो है। स्टोरमा चाहिँ मैले हेर्नुपर्ने हुन्छ। अनि म चाहिँ स्टोर इन्चार्जमा आएको है। तर म भन्दा पहिला अंकल कहिले 2000 कतिमा आउनु भएको 2009 मा आउनु भएको। र अंकललाई चाहिँ अब यहाँनिर अंकलले त अब कतिवटा स्टोर इन्चार्जसँग काम गर्यो है। अंकललाई चाहिँ अब हामी भन्दा धेरै एक्सपिरियन्स है सबै कुरो अंकललाई थाहा छ। र यहाँ अंकलले आज मैले जति पनि काम गर्दैछु जति पनि यहाँनिर मैले यो सामानहरुको बारेमा एक-एकवटा जान्नुको उयो नै अंकल हुनुहुन्छ है। मेरो गुरुजी हो। गुरुजी अंकलले चाहिँ मलाई सबै कुरोको बारेमा आउँदादेखि नै सिकाउनु भएर अहिले चाहिँ अब प्रायै मैले सामान यो के हो त्यो के हो अब पहिला त ब्ल्याङ्क थिए। अब स्टोर त मैले फर्स्ट टाइम गरेको। अब यहाँ हाम्रो जति पनि यहाँ ड्युटीमा यहाँ अफिसमा यहाँ कमान हाम्रो त अब यो जयश्री टी एस्टेट है कमानमा लाग्ने दबाईदेखि लिएर
सानो सानो काँटीको हिसाब किताबदेखि लिएर राख्नुपर्छ है हामीले चाहिँ त्यो सबै मलाई केही नलेज थिएन यो सबै मलाई चाहिँ अङ्कलले सिकाउनु भएको के भन्नुहुन्छ अङ्कल के भन्नु र सिक्यो धन्यवाद छ राम्रो गर्दै जानु भन्नु त हुन्छ थ्याङ्क यू ओके सो गाइज मेरो अफिसभित्र पसिसकेपछि चाहिँ मेरो काम चाहिँ हुन्छ पहिला सुरुमा हुन्छ यो चाहिँ हाम्रो स्टोर इस्यु स्लिप भन्छ है अन्त यसमा चाहिँ हामीले अब यो बिहानदेखिको हाम्रो यो कमनमा लाग्ने अफिसमा लाग्ने एभ्रिथिङ चाहिँ हामीले यहाँनिर चाहिँ नोट गरेर सबै कुरो राख्नुपर्ने हुन्छ हो राख्नुपर्ने हुन्छ र यहाँनिर सबै लेखेर एकदमै अप टु डेट गरेर दिनमा कति सामान गयो दिनमा कति तेल गयो कति के गयो सबै कुरो चाहिँ यहाँ लेखेर राख्नुपर्छ है मेरो काम चाहिँ यहाँनिर मेरो फर्स्ट काम चाहिँ यही हुन्छ अब दिनभरि बसेर चाहिँ म कसले के सामान कति कति गयो र अब दिनको सुरुवात चाहिँ अब म यहाँ के लग्यो त्यो लेख्ने छु के छ अरे अङ्कल यहाँ चाहिँ मभन्दा पहिला बाइ द वे अङ्कल आउनुहुन्छ हो अङ्कल चाहिँ म चाहिँ यहाँनिर 8:30मा आउँछु ड्युटी 8:30मा आइपुग्छु अङ्कल चाहिँ कोही बेला 7 कोही बेला 7 प्रायः त 7 हुन्छ है कोही बेला त्योभन्दा छिटो आएर चाहिँ किनभने अब कमानमा चाहिँ छिटै कुल्लीहरू लाग्नुपर्छ नि त त्यो भएर चाहिँ अब कमानमा सामानहरू दबाईहरू जान्छ त्यो भएर चाहिँ अङ्कल चाहिँ पहिल्यै आएर खोलेर अङ्कलले दिनुहुन्छ र म मेरो एब्सेन्टमा म नआइन्जेल चाहिँ के सामानहरू जान्छ अङ्कलले यसरी लेखेर राखिदिनुहुन्छ र म चाहिँ त्यहाँदेखि आएर फेयर गर्छु आज लगेछ ग्रिन लिफ चलान 7 पिस कहाँ गएको अङ्कल एलएच अन्त एलएचमा गएको अरे एलएच भनेको चाहिँ हाम्रो लिजाइल यो चाहिँ हाम्रो ब्याक स्लिप पनि त्यही हो ब्याक स्लिप एमोल सबै लिजाइलमा होइन ब्याक स्लिप र ग्रिन लिफ चाहिँ एलएचमा लिजाइल पनि हाम्रो एउटा ब्रान्ड चाहिँ हो तर यहाँबाट चाहिँ सबै कुरो यहीँबाट जान्छ नि त हाम्रो यो हेड भएकोले गर्दा ब्याक स्लिप 10 वटा 10 पिस सब हेड भएकोले गर्दा चाहिँ सबै कुरो बुढोले 100 दिनु भन्दैछ कि लैजा न त्यो हरियो डिब्बाको एमओएल कति हो एमओएल 1 पावा 250 ml 250 ml त्यो चाहिँ ब्याकप्याक मेसिनलाई देखाइदिउँ कहाँनिर गएको जानु चाहिँ सिरिसे ब्याकप्याक मेसिन सुबालाई एकैछिन ल त्यहाँबाट यो आएको अहिले स्टोर इस्यु स्लिप स्टोरमै देखाइदेऊ ल ग्यारेजमा देखाउनु अप्ठ्यारो नि त स्टोरमा देखाइदेऊ त्यहाँ मेरो नाम लेख्दैन के भन्छ यसले आज चाहिँ हो 21 तारिक यसरी चाहिँ एक एकवटा लेखेर राखेर चाहिँ माथि कम्प्युटर रुममा गएर चाहिँ दिनभरिको कम्प्युटर रुममा गएर चाहिँ हामीले यो सबै गर्नुपर्ने हुन्छ कम्प्युटरमा अपडेट गर्नुपर्ने हुन्छ हो मेरो काम चाहिँ यहाँ चाहिँ हाम्रो हुनुहुन्छ कुमार साहब वेलकम टु माई च्यानल है अन्त के भन्नु चाहनुहुन्छ उहाँ छैन भने चाहिँ बाइ द वे हाम्रो यहाँ कम्पनीमा चाहिँ धेरै इम्पोर्टेन्ट पर्सन हुनुहुन्छ है उहाँ छैन भने चाहिँ हाम्रो कम्पनी चाहिँ चलेन होइन उहाँको बोलेको शब्दले नाकबाट तप छैन कुमार साहब छैन त छैन चलेन इन प्रेजेन्ट जयश्री अहिलेसम्म हामीले मरदहरूले चलाउँथ्यौँ तर अहिले चाहिँ फेरि नारी मोर्चा अलग लाग्छ अफिसमा जाऊ नारी स्टोरमा जाऊ नारी फिल्डमा जाऊ नारी किनकि यो कमान चाहिँ जयश्री चाहिँ हाम्रो छोरी चेलीकोले गर्दा थ्याङ्क यू
After lunch, back to duty. Yeah? Back to duty after lunch. त्यसरी चाहिँ बिलहरू चाहिँ एन्ट्री गर्नुपर्ने हुन्छ है। मेरो काम चाहिँ तलको गरेर आएर त्यसरी बिलहरू एन्ट्री गर्नुपर्ने हुन्छ। हाम्रो यो नयाँ सामान हिजो आएको आज एन्ट्री गर्नुपर्छ। यस्तै थियो हाम्रो अफिसको दिनहरू है। आजको दिन पनि बित्यो। सबजना प्याकिङ हुँदैछ, प्याकिङ मटेरियल्स। बाई बाई बाई, सी यू टुमारो। अर्को ब्लगमा भेटौँला भन्नु न, अर्को भिडियोमा भेटौँला। सबजनाको चाँडै अर्को भिडियोमा भेट्नेछु। चाँडै अर्को ब्लगमा भेट्नेछु। भन्नु बाई गाइस। मेरो उयोहरू हाम्रो हरूलाई चाहिँ एकदम सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला, सेयर पनि गरिदिनुहोस् होला। थ्याङ्क यू गाइज।